ल गाइजहरू हाम्रो ब्रेकफास्ट यस्तो प्रकारको छ। यो चाहिँ लोकल च्याउ र सानो लोकल आलु छ हो यो हाम्रो साथी चाहिँ यता कस्तो लागेको छ तपाईँलाई भन्न सके त्यो बिहानीको हामी नोट्स के शब्द छैन होइन निन्दरमै खाइरहेको छ यतिको हामी सुत्ने कोठा चाहिँ उठ्न हो है। यहाँबाट तपाईँले इन्टर गर्नुहोस्। अब एकछिनमा तपाईँहरू हामी खाजा खाएर तपाईँहरू बाहिरको वेदर कस्तो छ आजको वेदर हेर्दा आज पनि हिजोभन्दा राम्रो हुन्छ भन्ने आशा छ। हेरौँ है। ओके र गाइजहरू हाम्रो साथी चाहिँ उता चाहिँ हालेको अवस्थामा चाहिँ यतै अलि माथि गएर हाल्न यस्तो मतलब फासु तागी छ त साथीहरू मैले चाहिँ अब खतरा भ्यू देखाउँछु ल तपाईँहरूलाई। टोइलेट यस्तो निस्केर खुला इन वादियों में टकरा चुकी हूँ तुमसे मुसाफिर यूं खो गए। ओए च्याउ यहाँ फलेछ न यहाँ त यस्तो च्याउ यसरी फल्छ कसो यहाँ यहाँ देखाउँछु ल तपाईँलाई। यो चाहिँ के हो यो के भन्दा हो फुलकोपी यता फलेर आइरहेको छ यस्तो छ उता ठुलो भएको छ ठुलो कस्तो राम्रो
यो चाहिँ पेस्टिसाइड लगाएको होइन है गाइसहरू। यता रासायनिक कुनै पनि छैन, मिसाएको छैन यहाँ। अर्ग्यानिक, फुल्ली अर्ग्यानिक, प्योर हो यो तपाईँलाई। ओके सो म तल जानु भएन? पत्कर भने के हो? के हो भन्न? दी लब्दा नि भिडियोमा क्याप्चर भइरहेको छ, गाली नगर्नु न। काठमाडौँ जान्छ त यस्तो यस्तो भएन गाइस, कसम बिहान बिहान मलाई गाली दियो कसम गाइस। पत्कर बिर्सिनु अब बुढो भाइ गाइस, कसम बिर्सिनु भइसक्यो भगवान्। यो बिर्सिने बानी पनि रम्छन्छ लागि बुझी यस्तो परेछ। यता त हिजो पानी परेर पानी त परेको छैन, पानी हो त्यहाँ। बाहिर भित्र बस्दा नाकै खुले यार। सो गाइस फेरि हामी एउटा अर्को गुफामा आइसकेको छौँ, तपाईँलाई देखाउँछु है। यस्तो छ बाटो एकदम नि पेट टुचुरी त एकदम तीर्थ है, यहाँ त्यो प्रकृतिको तीर्थ है। मृग हो, मृगको त्यो रहेछ पाइलाहरूको त्यो छापहरू होइन। पानी कस्तो आउँछ होइन, कस्तो राम्रो। कुन चाहिँ उता कुन? ए त्यो त आजीहरू रहेछ मुर्गाको ट्याक पर्दैछ। यस्तो छ यो च्यालेर आउँछ ल। कस्तो लागिरहेको छ तपाईँलाई? यो बन्जु उताको रहेछ है, यो कस्तो रहेछ? अँधेरो पनि रहेछ, कस्तो डर डर लाग्ने थियो। त्यहाँभित्र के निस्किँदैन है उता गाइस? त्यहाँ भित्रबाट बाघ निस्केर आयो क्या नि। के छ तर भिडियोमा त कस्तो उज्यालो देखेँ क्या। हेर्ने दाइ उयोमा चाहिँ हतार पनि निस्किन्छ है। थियो मलाई यहाँभित्र के छ होला थाहा छैन गाइस, डर लाग्दो रहेछ तर नि। यस्तो हो कि यत्रो बाघ रम्टेर आएको थियो क्या। भाइको सिम्पल काम गरिरहेछ। थ्याङ्क यू भाइ है, कर्ममा आयो तिमी यो भिडियो देखाउँछ ल। अब के गर्नु, यहाँ ल्याउनु सक्दिनँ। सो चिया दामा चिया भी दिया 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 जो थोड़ा चिया यहाँ चाहिँ म त छो भने त कम्पनीको एक दिन ग्यारेन्टी छ केटाहरू। ए गाई साँच्ची ए तपाईँहरूले किन्नुभयो भने यो तातो पानी ब्ल्याक टी चाहिँ हाल्दा नि 4-5 घन्टा 8 घन्टा समथिङमा बस्छ होइन, ग्यारेन्टी छ। सो यो हामी जब हामी काठमाडौँबाट मैले घरमाबाट के भन्छ ब्ल्याक टी हालेर ल्याएको होइन,
लगभग कति त्यति बेला 6:30 कि 5:30 समथिङ थियो है। त्यतिखेर हाम्रो यहाँसम्म हामी बक्सीलाई आउनुसम्म यो तातो थियो है। सो गाइस काम चाहिँ राम्रो गर्छ यसले दामी। सो इफ यु वान्टेड यु क्यान गो टु बाई इट एन्ड टेक इट एन्ड ह्याभ इट इन्जोय विथ इट। ओके त्यही हो भन्न चाहेको तपाईँहरूलाई। अब यहाँको अगाडिको नजारा चाहिँ तपाईँहरू यस्तो छ। पारी हुने गाउँ त छैन त्यो, तर नि उतापट्टि चाहिँ हामी चाहिँ अलिक जङ्गलभित्रको गुफामा बसेको भयो। यस्तो चाहिँ भूत पाउँछ कि क्या हो? सागहरू पो छ त ऊ घाँटी छु माथिबाट ठिकमा आउँछ त तुलसी बाबी त अमृत झर्दैछ माथिबाट च्याक गरेर ऊ त खतरा छ। अथ इदैन गाइजन कस्तो he is vibing the music. Enjoying a holiday. मजा आइरहेछ नि छैन यसो नगर्नु धेरै नगरौँ।